शिखरणी छन्दमा लेखेको कली प्रसङ्ग शीर्षकको कविता वाचन गर्दैछु, जुन यस प्रकार छ। कसैले गाली नै पनि गरिदिने गदगद अनि सकेनन् आफैमा विधि नियममा बस्न ती पनि। समानै छौँ हामी तर उस झनै हेप्छ किन हो, अहो लाजैवाला फगत मनको धर्म कुन हो। यहाँ साह्रै निन्दा छलकपट गर्ने नियति छ, हजारौँमा थोरै असमति सफा ज्ञान बल छ। म हुँ मान्छे मै हुँ मन बिच रुचि गर्व मन छ, जबरजस्ती नाना भुलमय भयो तुच्छपन छ। विधाताले सारा मन मन अहिंसा सृजनमा भरे निस्वार्थी नै मनुज जुनीको सृष्टि तलमा। विवेकी जन्माए असुर पनि ताल्याई यसमा, कली कालो मैलो अति कठिन भो आज सबमा। कली व्याख्या गाँजा अफिमहरूमा बित्छ नरको, विषालु भई सारा जगत धमिलो सङ्कट छ यो। चिता जल्यो दन्दन घर घर भरी शोक भरियो, करोडौँको सङ्ख्या वरपर बढी लास छरियो। धन्यवाद।